What do you think, guys? एउटा ड्रपरको डेली लाइफ कस्तो हुन्छ होला? So hi everyone, I am Prakriti and welcome back to the day in my life as a IOE aspirant preparing as a dropper. सबैभन्दा पहिले त म बिहानको 7:30 बजे उठ्छु. Oh my god, 7:30 बजे? Yes guys, because म राति चाहिँ एकदमै ढिलो सुतेको थिएँ, त्यही भएर उठेपछि मुख धुने, फ्रेस हुने, यताउता गर्दै अनि भिडियो पोस्ट गर्दै मेरो खाना बनाउने बेला हुन्छ. फेरि खाना बनाइसक्दा खाँदा अनि खाना पचाउन एकछिन नाच्नै पर्यो. त्यस्तै गर्दा 11 बज्छ अनि 11:05 देखि मैले आफ्नो पढाइको सेसन स्टार्ट गर्छु. लगभग 3 घण्टा जति एकै ठाउँमा बसेर पढिसक्दा मलाई कस्तो भोक लागेको जस्तो हुन्छ अनि जान्छु किचनतर्फ. यता हेर्छु उता हेर्छु, केही नदेखेपछि बिहानको भात अनि तरकारीलाई सँगै राखेर भुटेर खान्छु. गाइस, आहा कति मिठो. मेरो हातमा त जादु छ कि क्या हो, मलाई त्यस्तै भाइब आउँछ मैले बनाएको हरेक चिज खाँदाखेरि. आई लभ फुड गाइस, आई लभ. अनि खाजा बनाउँदा खाँदा चाहिँ मलाई 2 बजिसकेको थियो. त्यसपछि म चाहिँ फेरि लागेँ फिजिक्स पढ्नुतर्फ. मलाई चाहिँ फिजिक्सको थर्मोडाइनामिक्स भन्ने च्याप्टर पढ्नुपर्ने थियो. मैले त्यो सबै च्याप्टर पढेर भ्याइसकेपछि आफ्नो कन्टेन्ट सुट गर्नतर्फ लागेँ. आफ्नो मेरो ग्याप इयर डायरिजको लागि मलाई कन्टेन्ट सुट गर्नुपर्ने थियो. त्यो सुट गर्न मलाई लगभग आधादेखि 1 घन्टासम्म लाग्यो. अनि कन्टेन्ट सुट गरिसकेपछि म गएँ एकछिन पार्कतिर यत्तिकै डुल्नको लागि. अनि त्यहाँबाट आइसकेपछि फेरि मेरो भिडियो एडिटिङ गर्दै म चाहिँ खाना बनाउनतर्फ लागेँ. अनि खानामा चाहिँ गाइज आज मासु. वाउ मासु, आई लभ मासु, आई लभ फुड. तर मासुलाई चाहिँ केले पनि बिट गर्न सक्दैन गाइज. अनि त्यो खानासाना बनाएर खाइसकेपछि मेरो 7 देखि 9 बजेसम्म चाहिँ मेरो अनलाइन क्लासेसहरू हुन्छ. क्लास अटेन्ड गरिसकेपछि म चाहिँ लाग्छु पास्ट क्वेसन सल्भ गर्नतर्फ. आई ट्राइड कि एक दिनमा एउटा क्वेसन पेपर सल्भ त गरौँ. अनि त्यसपछि म फेरि एडिटिङ गर्नतर्फ लाग्छु अनि सुत्छु. बाई बाई गाइज, थ्याङ्क्स फर द वाचिङ. यति नै हो.